नमस्कार यहाँहरु सबैलाई र आज हाम्रो आदरणीय दाइ अनिल कुमार घिसिङ चाहिँ यता गाडी पार्किङ राखेर निस्किदै हुनुहुन्छ। उहाँलाई म केही कुराहरु सोध्छु। भर्खर मात्रामा उहाँले लिनु भएको नयाँ गाडी, उहाँलाई केही कुरा सोध्छु आज। दाइ नमस्कार। हजुर नमस्कार। के छ, कसो छ तपाईको दिनचर्या, कस्तो बित्दैछ साउदी भनेको? अब यस्तै छ, अब नयाँ शोरूमबाट भर्खर नयाँ गाडी निकालेर आएको छु। हजुर, यो अब साउदीमा अलिक धेरै नै महँगो पर्दो रहेछ कि। हजुर, अनि एकदम साउदीको बसाइ लामो भयो, कति बस्नुभयो साउदीमा? साउदीको बसाइ अहिले विगत म 2008 देखि आएको, लगभग 17-18 वर्षै भइसक्यो। हजुर, भनेपछि नयाँ कार किन्नु भएछ, कति जति पर्यो यसलाई? यसलाई लगभग आफ्नो अकामा आइडीबाट निकाल्नु पर्दाखेरि अब यहाँको धेरै वर्ष अकामा आइडीको रेन्यु गर्दै बसेकोले गर्दाखेरि यहाँको गभर्मेन्टबाट चाहिँ यसलाई पर्यो 60,000 जति। 60,000 रियल? हजुर, 60,000 रियल। एकदमै ठिक छ, नयाँ कार किन्नु भएछ, शुभकामना छ। अनि के छ, थोरै जानकारी गराउनुहोस् न। तपाईँ त झापा क्षेत्र नम्बरकै मान्छे, झापाको विषयमा यसपालि चुनाव कडा रूपमा प्रतिस्पर्धा चल्दैछ। कुन पार्टीको चाहिँ अग्रता ल्याउँला यसपालि, कुन पार्टीले जित्ला, त्यहाँ के भन्नुहुन्छ? जहाँसम्म मलाई लागेको चाहिँ अहिले यो हाम्रो समर्थक नयाँ माटो श्रमदानबाट चाहिँ हाम्रो हर्क साम्पाङजीले नै जित्नुहुन्छ होला भन्ने आशा लागिरहेछ। र जति पनि मेरो गौरव नगरपालिका छबाट चाहिँ हाम्रो गाउँ वडावासी सबैजनालाई म विनम्र अनुरोध गर्दैछु, जय माटो जय श्रमदान भनेर हामी युवाहरू अगाडि बढ्नुपर्छ भन्न चाहन्छु। भनेपछि तपाईँको यसमा गाउँतिर कुन पार्टीको चाहिँ अग्रता देखिन्छ, कुन पार्टीमा चाहिँ चासो देखिन्छ त यसपालि? भनेपछि तपाईँको हिसाबमा माटोलाई नै सबैले भोट दिने भन्ने कुरा छ कि के छ? अहिले मलाई जहाँसम्म लागेको चाहिँ हाम्रो युवा अहिले जतिसम्म पनि हाम्रो भोटको विषयमा चाहिँ अगाडि महल बढेको चाहिँ यो जय श्रमदान भनेर नै हर्क साम्पाङलाई नै उहाँ नै अगाडि समर्थकमा उहाँलाई नै महल बढेको छ र उहाँले नै जित्नुहुन्छ होला भन्ने एकदम आशा र भरोसा लागेको छ। भन्नाले यसपालि तपाईँको विचारमा संस्कृति पार्टीले जित्छ? हजुर, एकदम धन्यवाद। तपाईँको राय सल्लाह सुझाव दिनुभयो, तपाईँलाई धन्यवाद। फेरि कुरा गर्दै गरौँला, अहिले हामी छुटौँ। हस् त, धन्यवाद, नमस्कार।